के हामीले राजा ल्याउनुको मुख्य एजेन्डा चाहिँ के हो? मुख्य एजेन्डा धेरै छन्, धेरै जसमध्येमा अब किन नल्याउने भनेर होइन, जुन झोलेहरू उफ्रिएको छ नि 250 वर्ष शासन गरेर चाहिँ के गर्यो त भन्ने झोलेहरूले, तिनीहरूले वीर हस्पिटल प्रयोगै नगर। तिमीहरू साला औकात छैन तिमीहरूको ग्रान्डीमा जाने होइन, नर्विकमा जाने औकात छैन। जाने बेलामा चाहिँ त्यही राजाले बनाएको वीर हस्पिटल जाने, प्रसुति गृह जाने होइन, अनि त्यहीको हस्पिटल शुक्रराज शास्त्री जाने होइन। अनि औकात त छैन यिनीहरूको अन्त जाने त। यो झोला बोकेर मासु भात खाँदेर 1000 रुपियाँ दिनजेलसम्म यो को दलहरूको पार्टी झोलेहरू हिँड्ने होइन। अनि त्यसको औकात त त्यो नर्विकमा ग्रान्डीमा गराउने औकात नभएपछि जाने बेला चाहिँ वीर हस्पिटलमा त्यही पनि डिस्काउन्ट गरिदिनु पऱ्यो भनेर त्यही नेतालाई फोन गर्छ क्या। त्यो राजाले बनाएको, त्यो कारणले राजा चाहियो। यो जुन अरनिको राजमार्ग होइन, यो हाम्रो पाँचखाल जाने मार्ग जुन प्रयोग गरिन्छ होइन, कोदारे मार्ग होइन, अब महेन्द्र राजमार्ग होइन, यो प्रयोग नगर। तिमीहरू जसले चाहिँ तिमीहरूको प्रचण्डले बनाइदिएको, केपी ओलीले बनाइदिएको, यो शेरबहादुरले बनाइदिएको सडक कहाँ छ त्यो प्रयोग गर। मोजी तिमीहरूको बाउले आएर बनाइदिए होइन, राजाले बनाएको, त्यही भएर राजाको नाम राखे। तिमीहरू साला 2 दिन उफ्रेर यो प्रचण्डको एउटा साली गएर भ्रम छरेर भोलिको दिनमा इतिहासमा चाहिँ त्यो प्रचण्डको नाम लेखियोस् भनेर शिलान्यास बनाउने, त्यसको औकात त्यो हो होइन। वंश मासेको त कसैले देखेको छैन। प्रचण्डले अस्ति भर्खर भने वंश मासेको देखाएको छ, सबुत त छैन। सबुत भएदेखि त जेल हाल। त्यसले त 17,000 मारेकोमा होइन 5,000 मारेको हुने जिम्मा ल्याएको छ। त्यो मुला हत्यारा होइन, त्यसले कतिको परिवार सकायो? उसले त आफ्नै परिवार सकायो। आफू राजा बनाउनलाई ल सकायो अरे मानिलिउँ, सकाएको हो भने मानिलिउँ। त्यसले किन अर्काको सन्तान त्यही प्रधानमन्त्री बन्नलाई? अनि अर्को कुरो भनेको त्यही मुला होइन, 5 वटा गाई, 10 वटा गोरु, 20 वटा बाख्रा, 50 वटा कुखुरा हुनेलाई चाहिँ सामन्ती भन्ने, त्यसको घडीको कतिको दाम पर्छ? त्यो लगाएको जुत्ता कतिको दाम पर्छ? त्यसको छोरीले बोकेको त्यो गुच्चीको ब्याग कतिको दाम पर्छ? त्यो सामन्ती होइन। 80,000 मा आजभन्दा 17 वर्ष अगाडि 80,000 को खाट किनेको होइन त्यसले सुत्नलाई। जङ्गलमा सुतेर आएको मान्छेलाई 80,000 को खाट चाहियो? 45,000 को म्याट्रेस चाहियो? जङ्गलमा काँडाले घोदा केही भएन अहिले किनेको पार्नलाई चाहियो? त्यही भएर राजा चाहियो। र अर्को, राजाले एकचोटि मात्र खान्छ, भरौटेहरूले खाँदै जान्छन्। तिनीहरूको आसे पासेको मान्छेहरूलाई ऊ बनाउँछन्, पिए सिए यताउति दुनियाँदारी नोकरीमा राख्छन्, सरकारी नोकरीमा। अनि त्यसलाई आजीवन भत्ता दिनुपर्छ। यो सांसद यो भने त्यो भने। राजा भएपछि एउटालाई हो एकचोटि दिने हो, कन्टिन्युटी त्यही नै भइरहन्छ, थोरै हुन्छ। अनि हाम्रो यो आर्थिक अवस्थाले धान्दैन।